नमस्ते साथीहरू, म फेरि पनि आएको छु सानो एउटा भिडियो लिएर। यदि हजुरहरूलाई मनपर्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब गरेर मलाई साथ सपोर्ट गरिदिनु होला। धन्यवाद। हेलो बहन, छुरीले काट्छ। हेलो मम्मी, अन्चे हुनुहुन्छ? ए के खानुभएको? नास्पाती। यता हेर्दै बोल्नु न त नि। कस्तो मिठो लाग्छ नास्पाती? उसले त भनिरहन्छ नि। यहाँ चाहिँ नास्पाती खाँदै हुनुहुन्छ बहिनी र मम्मीले। बहिनी स्कुल जानको लागि रेडी भएर बसिरहेछ। साथीलाई पढिरहेको होला हैन? साथी हो। अनि आज तिम्रो के एक्जाम छ? आफै गिफ्ट नगरौ है। एउटा मागेर खाएको हेर्नु सक्दिनँ म। सक्दिनँ म। तपाईँलाई नि अम्बक चाहियो? बोले जे खाए त्यही चाहिन्छ तपाईँलाई? अनि त्यही हो। म्याट हुँदैन त्यसरी। भात खानुपर्छ। के लिएर आउनुभयो बुवाले? के हो? कहाँदेखि ल्याउनुभएको यो? यहाँ चाहिँ रहेको छ च्याउ। एउटा चाहिँ ठुलै ल्याउनु भएछ। यो पनि मेरो काममा ल होइन? ओके। Why not? सुनेन बदल होइन? सब्जीसँग खाँदै हुनुहुन्छ खै? सिम्पल है हाम्रो खाना चाहिँ। सुगर छ, सुगर प्रेसर छ। सिम्पल भात दाललाई पनि केही छैन। निङ्गुरेको सब्जी केही हालेको छैन। यस्तै हो। खोर्सानी चाहिँ 2टा खानुहुन्छ। नुन पनि खाँदिन। हजुर, के गर्नु रोगी हुनुहुन्छ। अनि यता मम्मी हुनुहुन्छ। उहाँले चाहिँ अघि ठुलो बटुकामा 2 केजी जाने बटुकामा खाना खाइसक्नु भएको छ। हजुर, 2 किलो खानुहुन्छ। अनि हेर्नु न 2 किलो खानु। बाबाले खाँदा मुख आऊ न। हजुर, खानु के गर्नु अब। सुगर रोगी भइहाल्नु भएछ। यो भात पनि कम्ती गर्नुपर्छ बुवा। यो भात कम्ती गरेन भने काम छैन सुगरको लागि। कस्तो मिठो भयो। खानु खाना चाहिँ खोर्सानी चाहिँ कतै पनि टोक्नुहुन्न। मम्मीले पनि मलाई पनि खुवाइदियोस् भन्दै हुनुहुन्छ कि कसो हो? हेर्दै हुनुहुन्छ मजाले। कता जानुभएको? कस्तो छ? मिठो छ बुवा? अब बिरामी निको हुनु अनि चाहिँ 1 थालभरि मासु खानु। यता चाहिँ मम्मी हुनुहुन्छ, आउँदै हुनुहुन्छ। साह्रै राम्रो है फेरि हाम्रो मम्मी चाहिँ। तपाईँको गर्मीको घाममा काम दिन्छ त्यसले। घाम लाग्यो भने छाता आउँछु। पानी पर्ला जस्तो छ आजको मौसम पनि।
खुम्दो अर्ने यो खुम्दो छ यो मुखमा ओर्न के टाउकोमा ओर्ने यो सुनका थैली यहाँ कानमा लाउँछु यता लाउँछु अनि यो पनि अघि हारा न जोर्न त्यो चाहिँ के भनेको मम्मी ढुङ्ग्री लाउँछु मन्दिर लाउँछु अर्को पनि छ